हजुर टिकटकमा व्यस्त हुनुहुन्छ है टिकटक बनाउनमा हजुरको शुभ नाम हजुरको परिचय एकछिन मेरो परिचय चाहिँ नि राजमान श्रेष्ठ द्वन्द निर्देशक नेपाली चलचित्रको द्वन्द निर्देशक हुँ म ए हजुर अनि यो टिकटकको माध्यमबाट हामी यहाँ जोडिन पाएको छ यहाँ माया दिदीको कारणले हामी यो सबै चिन्न त कसले चिन्या हुन्छ हजुर हैन सबै चिन्या छ अनि हाम्रो साथीभाइले अब टिकटकबाट हामी जोडिन पाएको छ अब हजुर पनि मसँग जोडिन पाएको छ एकदम खुसी लाग्छ हजुर अनि हजुर नेपाल चलचित्रको चाहिँ द्वन्द निर्देशकको रूपमा हुनुहुन्छ हैन हजुर हजुर अहिले अनि यसरी टिकटकमा चाहिँ रमाउनुको पछाडि केही कारणहरू खुलस्त पार्न सक्नुहुन्छ कारण यस्तो छ मैले अब फिल्म इन्डस्ट्रीमा अब लागे जस्तै हिरो बन्ने भनेपछि अब पिटाइ खाएर यस्तो यस्तो भयो होइन 30औं वर्ष भयो अब मैले फाइटरबाट छिरे हुँदा 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 एसिस्टेन्ट चिफ एसिस्टेन्ट गर्दै गर्दै म अहिले द्वन्द निर्देशक मैले 18 वर्ष अगाडि पनि 2-4वटा 5वटा फिल्म द्वन्द निर्देशक गरेँ जस अब मलाई पैसा सैसा भन्दा नि आफ्नो नाउँ र ट्याग झुन्ड्या छ द्वन्द निर्देशक राजमान श्रेष्ठ भन्दा नि त्यसमा आनन्द छ र त्यसमा पनि अब यो हाम्रो टिकटकको साथीभाइले पनि चिन्ने मौका पायो अनि पाउँदाखेरि म एकदम खुसी छु टिकटकको कारण खुसी हुनुहुन्छ या द्वन्द निर्देशकको कारण हैन द्वन्द निर्देशक तपाईको आफ्नो ठाउँमा छ त्यो त छँदैछ हैन एकदम त्यसपछि त अब मैले अस्ति विगत 20 वर्षको विशिष्टमा मैले द्वन्द निर्देशकको पनि पाएँ हजुर एकदम खुसी लाग्छ अहिलेको समयमा नेपाली चलचित्र या टिकटक यो दुईटा कुरामा तपाईँ केमा खुसी हुनुहुन्छ अहिलेको समयमा चाहिँ कस्तो भने मैले 30 वर्ष 31 वर्ष खेल्दाखेरि त केही भेटेन नि जस्तै अब टिकटक यस्तो एप्स हो कि जस्तो टिकटकमा कसैलाई खुसमत गर्नु पर्दैन पहिला फिल्म खेल्दाखेरि हजुर प्रभु भन्नु पर्थ्यो अहिले पर्दैन अब हाम्रै उसमा डाइरेक्टर प्रोड्युसर एडिटर फाइटर सबै छ हैन सबै किन नगर्ने त हैन त्यही भएर म टिकटक एप्सलाई एकदम धेरै धेरै धन्यवाद दिन्छु तर अब टिकटकको एप्सको माध्यमले पनि म अब द्वन्द निर्देशक भनेर परिचित भयो म फिल्म टिकटक एकदम रमाउँछु हजुर भनेपछि सन्तुष्टिमै हुनुहुन्छ एकदम सन्तुष्टि छु अब फाइट खेल्दा 30औं 31औं वर्ष मैले अस्ति विगत 20 वर्षमा मैले द्वन्द जस्तै अब हजुरलाई म देखाउँछु अब एउटा त्याग हो मान्छेले हजुरको भनेर विश्वास गर्दैन हैन यो टिकटकको कारणले गर्दा धेरै नेपाली समाजमा हजुर दिदीबहिनी दाजुभाइहरू हैन आफ्नो एक्लोपनलाई चाहिँ हटाउने र एउटा रमाइलो गर्ने जीवनको वास्तविक अर्थहरूलाई बुझ्ने एकअर्कासँग कुराकानी गर्ने र आफ्नो खुबीहरूलाई चाहिँ सोसियल मिडिया मार्फत बाहिर ल्याउने एउटा अवसरको रूपमा मिलेको छ यो सम्बन्धी हजुरको केही भनाइहरू राख्नु एकदम वाइ नट हैन एकदम खुसी भित्र हाम्रो कलाकारिता लुक्या अब जस्तै अब अहिलेको समाज परिस्थितिमा घर परिवार पनि एकदम कडा हुन्छ हैन किन नगर्नु त हाम्रै अब टिकटकमा हैन पुरा खिच्ने अब हामी कोठै भयो अब बाहिर यसरी त जस्तो मैले अहिले बाहिर अभिनय गरेँ नि मान्छेले कसैले गर्न सक्दैन नि अब हामी अँध्यारो कोठामा गएर लिप्सिङ जाने पनि नजाने पनि त्यो प्रेरणा त पाएको छ पाएपछि तपाईँको अनि हामीले गर्नुपर्छ हामीले अब त्यसलाई अब हाम्रो साथीभाइलाई सेयर गर्ने अनि हाम्रो त्यही माध्यमबाट अहिले जति पनि हाम्रो यहाँ अहिले पिकनिकमा हुनुहुन्छ 100-150 जना जो चिन्न पाइयो नि एकदम खुसी लाग्छ मलाई जस्तै मेरो अनिल भाइ हुनुहुन्छ जस्तै अब हाम्रो साथी हुनुहुन्छ निलमजी एकदम खुसी हुनुहुन्छ अब उहाँ टिकटकको थ्रुबाटै हामी एकदम घनिष्ठ छ मैले अहिले मेरो भाइसँग पनि एकदम मेरो शाहरुख खान भन्छु तर अहिले नचिनेर एकदम मसँग रिसाउनु भयो तर उहाँको हेयर स्टाइल शाहरुख खानको छ तर अहिले चाहिँ यो क्याप लाउँदाखेरि बाबुराम जस्तो देखियो के गर्नु उहाँ नेपाली शाहरुख खान हो नेपाली शाहरुख खान हो तर हेयर स्टाइल तर एकदम उहाँको टिकटकमा गएर जानुहोस्
हाम्रो अनिल भाइकोमा पनि जानुहोस्, हाम्रो निलमजीकोमा पनि जानुहोस्, एकदम खुसी। हामी यतिमै खुसी छ। पैसा भने के, हेल्थ इज वेल्थ भन्छ नि, स्वास्थ्य नै धन भयो, बुझ्नुभयो। र अहिले टिकटकबाट चाहिँ यदि टिकटकबाट चाहिँ अहिले चाहिँ एक किसिमले आफ्नो मनको कुराहरूलाई राखेर हेल्दी हुने मौका पाएको छ, सामाजिक रूपमा पनि फिजिकली रूपमा पनि। हजुर, कसैलाई जति हजुर प्रभु भन्नु पर्दैन। म जमाना तर चाहियो भने हामी फ्रीमा आउन चाहन्छौँ, कसैले चान्स दियो भने वेलकम। यस्तो थियो कि पहिलाको बेलामा क्यामेरामा उभिनु भनेको ठुलो भाग्यमानी भन्ने एउटा कुरा हुन्छ होइन। अहिले भने हातमा क्यामेरा छ होइन, रोल आफ्नो उसमा छ, आफ्नो छविमा छ, जतिखेर जहाँ पनि बनाउनु मिल्छ, जति पनि होइन तपाईँको एक्टिङ गर्न, भिजुअल गीतमा जे पनि गर्न अहिले सजिलो भएको छ। भनेपछि अहिले प्रत्येक व्यक्तिको हातमा क्यामेरा हुने बित्तिकै प्रत्येक व्यक्ति क्यामेराम्यान, प्रत्येक व्यक्ति कलाकार, प्रत्येक व्यक्ति एडिटर, एक्टर, डाइरेक्टर सबै हाम्रो हातमा दाडु पन्याउँछ। कसैले भनेपछि यो टिकटकको यो समय र परिस्थितिले अहिले नेपाली चलचित्र जगतलाई चाहिँ एक किसिमले पछाडि पारेको हो त? होइन, अहिले त नेपाली चलचित्र धेरै अगाडि आएको, हलिउडलाई टक्कर दिन आइसक्यो, बलिउडलाई त टक्कर पनि दिइसक्यो। हजुर, अहिलेको स्थिति तर अहिले जसरी हातमा क्यामेरा भएर जुन किसिमको एउटा इजीपन आयो नि, यो कुराले कतै पछाडि पारेको हो कि भन्ने भनाइप्रति के छ यहाँहरूको धारणा? मेरो धारणामा जस्तै अब सबै अब को हेर्न जान्छ, आफ्नै भिडियो हेर्ने रमाउने त्यही खुसी हुन्छ होइन। को हेर्न जान्छ? अहिलेको जमाना पहिला पो अब टिकटक यस्तो एप्सहरू माध्यम हुँदैन थियो होइन, त्यही भएर अहिले रमाउँछ सबै। त्यही भएर अहिले फिल्म इन्डस्ट्री पनि अलिक घटेको हो। तर म द्वन्द निर्देशकको नाताले के भन्छ, अहिले फाइट भन्ने फिल्मै हुँदैन। त्यही भएर अहिले मेरो हात शून्य भएको छ होइन। मैले गरेँ कतिवटा गरेँ मेरो साथीभाइसँग मिलेर, मैले 350वटा जति फिल्म खेलेँ होला। त्यसो भए आज चाहिँ यो उपलक्ष्यमा चाहिँ यो माता तीर्थको यो फन पार्क ग्राउन्डमा शाहरुख खान अनि एकजना हाम्रो सर हुनुहुन्छ होइन, अनिल, अनि हजुर द्वन्द निर्देशक, हजुरहरूको एउटा एक्टिङ चाहिँ हेरौँ न, एउटा फाइट डाइरेक्सन चाहिँ हेरिहालौँ न। फाइटको म उहाँलाई कम्पोज गर्छु। हजुर, अहिले तुरुन्तै लाइभमा चाहिँ केही एउटा एक्सन देखाइदिनुहोस्। अब भाइ आउनुहोस्, अब यता आउनुहोस्, साँच्चै झगडा त गर्नु भएन नि, म त झन्डै मलाई त एकदमै डर लागिसक्यो। सिम्पल हो, देख्नमा नेचुरल देख्नुपर्छ। यति पनि हानेन भने मतलब हुँदैन, तर फिल्ममा अलिअलि हाम्रो लाग्छ। हजुर आफ्नो पनि परिचय यसो राखिदिनुहोस्। उहाँको त पहिल्यै आइडेन्टिटी छ। हजुर, रोहन केसी गाईको बहिनी इन्दु केसीजी पहिल्यै फिल्म खेलिसक्नु भएको छ उहाँहरू। नमस्ते सबैजनालाई दर्शन। हजुर यसरी एउटा अलरेडी कलाकारमा हुनुहुन्थ्यो होइन, कलाकारितामा हुनुहुन्थ्यो र अहिले यसरी टिकटकसँग जोडिएर चाहिँ सयौँ साथीहरूको बिचमा यसरी पिकनिक आइराख्दाखेरि हजुरलाई कस्तो फिल भइरहेछ? एक्चुली मैले 25 वर्ष अगाडि नै मैले धेरै प्रोग्रामहरू गरेको, मोडलिङ, डान्सिङ धेरै गरेको। तर अब अहिले चाहिँ मलाई त्योभन्दा पनि बढी खुसी चाहिँ टिकटकमा छ, किनभने टिकटकबाट धेरै फ्रेन्ड्सहरू मसँग लिङ्कमा हुनुहुन्छ। सो टिकटकबाट चाहिँ हामी डोनेसन पनि गर्छौँ, अनाथ अपाङ्ग आमाहरूलाई पनि डोनेसन गर्छौँ टिकटकको थ्रु। सो त्यो मात्रै नभएर टिकटकबाट धेरै फ्यामिली फ्रेन्ड्सहरू मसँग लिङ्कमा हुनुहुन्छ। द्याट्स आई एम भेरी ह्याप्पी। हामीलाई एउटा ताजा तौर स्वस्थ जीवन बिताउने समय पनि टिकटकले नै दिएको छ। यो कुरामा धेरै खुसी हुनुहुन्छ? हजुर, म एकदमै खुसी छु, किनभने मैले आजभन्दा 25 वर्ष अगाडि नै प्रज्ञा प्रतिष्ठान नाचघरहरूमा अब भास्कर राजकर्णिकारको, सम्बुजित बास्कोटाको धेरै प्रोग्रामहरू मैले गरेको छु। 200भन्दा बढी प्रोग्रामहरू मैले गरेँ होला। सिङ्गल डान्स नै बढी गरेँ। अहिले पनि साथीहरूले कुनै पनि प्रोग्राममा एउटा सिङ्गल डान्स गरौँ न भन्नुहुन्छ। मलाई सिङ्गल डान्स गर्ने अनुभव पनि छ, रमाइलो लाग्छ। तर टिकटक फ्यामिली फ्रेन्ड्सबाट चाहिँ एउटा डोनेसन अपाङ्ग असहाय आमाहरूलाई पनि साथ सपोर्ट दिन पाउँदाखेरि नट ओन्ली फ्रेन्ड्स सर्कल, किनभने अपाङ्ग सहायहरूलाई असहायहरूलाई पनि सपोर्ट दिँदाखेरि साह्रै खुसी लाग्छ, किनभने उहाँहरू पनि हाम्रो परिवार नै हुन्। भनेपछि हाम्रो नेपाली समाजमा भएको कमी कमजोरीको बिचमा
टिकटकको थ्रोबाट चाहिँ सहायता गर्ने एउटा मौका मिलेको छ हजुर। एक्ज्याक्टली, किनभने हामी नेपाली फिल्म बनाउँदाखेरि हाम्रो नेपाली हाम्रो घरमा होम प्रोडक्सन पनि छ। हाम्रो प्रोडक्सनमा हाम्रो पुष्पाञ्जली प्रोडक्सन भनेर सपना फिल्म पनि हामीले बनाएको हो। त्यो फिल्ममा म प्रड्युसर पनि छु र मैले पनि एउटा आन्दोलन फिल्ममा फर्स्ट लेडी भिलेन भएर खेलेको छु। किनभने म अलिकति एक्सन मन पराउने भएको बेला मलाई हिरोइन खेल्ने कि भिलेन खेल्ने भन्दाखेरि होइन भिलेन नै गरौँ न, अलिकति ड्यासिङ रोल छ भनेर मैले गरेको छु। सो कलाकार भएपछि सबै किसिमको रोल हामीले गर्न सक्नुपर्छ, एभ्रिथिङ हामीले त्यसमा पर्फेक्ट हुनुपर्छ जस्तो लाग्छ। तर अब हामीलाई अडियन्सले कुन रूपमा मन पराउनुहुन्छ त्यो अडियन्समै छोडिदिन्छु। किनभने मलाई चाहिँ बढी डान्सिङ र रकिङमा मन पराउनु भएको बेला मेरो चाहिँ बढी त्यसमै हुन्छ। हजुरको ड्रेसअप पनि उस्तै छ नि होइन? हजुर, किनभने दिस इज नट माई प्रोफाइल। मेरो प्रोफाइल भनेको मेरो गृहस्थ जीवन हो, मेरो बुवा मुवाको सेवा गर्नु, मेरो घर परिवार हेर्नु, मेरो दाजुभाइ, मेरो छोरी, मेरो घर परिवार हेर्नु हो। त्यो मेरो प्रोफाइल हो ओरिजिनल। देन अदर प्रोफाइल इज मेरो टिकटक प्रोफाइल। किनभने टिकटक भनेको एउटा मनोरञ्जन दिने माध्यम हो। सबै किसिमको एक्टिङ हामी गर्छौँ। किनभने स्याड सङ, रोमान्टिक, रकिङ एभ्रिथिङ हामीले गर्न सक्नुपर्छ जस्तो लाग्छ। भनेपछि टिकटक बाहेक अहिले चाहिँ के कुरामा बिजी हुनुहुन्छ? टिकटक बाहेक चाहिँ अहिले रिसेन्टली चाहिँ मेरो ड्याड ब्रेन स्ट्रोक भएको भएर मेरो ड्याडलाई नै मैले सेवा गरिरहेको छु। किनभने मन्दिर जानु पर्दैन, धर्म गर्न घन्टी बजाउनु पर्दैन, जन्म दिने आमा बुवाको सेवा गर्नु सबैभन्दा ठुलो कुरो हो। किनभने म स्वस्थ छु भनेदेखि मैले मेरो बुवा स्याहार्न सक्छु। म स्वस्थ छु भने मलाई जन्माउने मेरो बुवा आमा र मैले जन्म दिएको मेरो बच्चालाई म बिचमा बसेर म स्वस्थ हुन जरुरी छ। द्याट्स वाइ यो प्रोग्रामहरूमा म भाग लिन आइरहेको पनि म आफू स्वास्थ्य हेल्दी हुनको लागि हो, फ्रेस हुनको लागि हो, मेन्टली रिफ्रेसमेन्टको लागि। मेन्टली, यस एक्ज्याक्टली। तर अहिले नेपाली समाजमा भन्ने हो भनेदेखि जानेर नजानेर कसैको व्यक्त गर्ने मौका पाउँछ पाउँदैन, फिलहरू पाउँदैन। धेरै जसो मानिसहरू घरमा एक्लो जीवनले गर्दाखेरि जुन नैराश्यता जुन बिताइराखेको छ, टिकटकले चाहिँ त्यसलाई चिरेर बाहिर आउनको लागि चाहिँ एउटा राम्रो मौका दिएको छ। यस, किनभने त्यसमा म पनि परेँ। किनभनेदेखि चाहिँ एउटा मान्छे एक्लो नै हुन्छ। किनभने तपाईँसँग जो मान्छे हुन्छ, तपाईँले पैसा छरुन्जेल तपाईँसँग मान्छे हुन्छ। जब तपाईँले पैसा छर्न सक्नुहुन्न तब तपाईँ एक्लै हुनुहुन्छ। यो कुराले सबैको जीवनमा प्रभाव पार्छ। यस, एक्ज्याक्टली। किनभने एन्जाइटी, डिप्रेसन अहिलेको रोग भइरहेको छ, शिकार भइरहेको छ। त्यस कारणले मान्छेले ह्याप्पी हुनुपर्छ। बी पोजिटिभ, थिङ्क पोजिटिभ, डु पोजिटिभ भन्छ होइन। म चाहिँ जहिले पनि पोजिटिभ हुनु चाहन्छु। मलाई जसले जे भने पनि मलाई त्यो मतलब छैन। किनभने मैले मेरो बुवा हेर्नुपर्छ, मलाई जन्म दिने मेरो बुवा आमा र मैले जन्म दिएको मेरो सन्तानलाई मैले हेर्नु नै मेरो ठुलो कर्तव्य हो। यो नै मेरो ठुलो धर्म, कर्म र कर्तव्यको पछि लाग्ने केटी हो। र नेपाली समाजमा जुन दिदीबहिनीहरू डिप्रेस भएर जुन किसिमले पिछडिएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ आजको यो टिकटकको यो लाइफ इज भेरी ब्युटिफुल। किनभनेदेखि हामीले चाहिँ जीवन हामीले बुझ्नुपर्छ। किनभनेदेखि चाहिँ 2 दिनको जिन्दगी हो, मरिसकेपछि त के छ र। यो अमूल्य जीवनलाई हामीले बुझ्नुपर्छ। हामीले आफूले पाएको जीवनलाई हामीले आफूलाई पनि रमाउनुपर्छ, हेल्दी हुनुपर्छ। मैले त भन्छु नि, म फर्स्ट प्रायोरिटी मेरो आमा बुवालाई दिन्छु र मैले जन्माएको सन्तानलाई दिन्छु। द्याट्स इट। अब अरू भनेको चाहिँ मेरो क्षणिक साथीहरू हुन्। छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी भन्छन्। तर आफूलाई जन्म दिने आमा बुवा र आफूले जन्म दिएको सन्तान भनेको चाहिँ छैनन् गेडी भने पनि उनीहरूले हामीलाई आशीर्वाद दिनुहुन्छ, साथ सपोर्ट दिनुहुन्छ। द्याट्स इम्पोर्टेन्ट। हस्, धेरै खुसी लाग्यो हजुरसँग यसरी जोड्न पाउँदा। थ्याङ्क यू सो मच। हजुरले 2 शब्द बोल्न दिनुभयो। थ्याङ्क यू सो मच। हस्, थ्याङ्क यू।